हो, साइन्टिस्टहरू मान्छन् कि यदि तिमी स्पिनिङ ब्ल्याक होलमा झऱ्यो भने यु माइट नट डाई, इन्स्टेड तिमी अर्को युनिभर्समा सिफ्ट हुन सक्छौ, अर्को ब्रह्माण्डमा प्रवेश गर्न सक्छौ, लाइक डोरेमनको एनीवे डुअर, ओ सरी मोस्टली लाइक वान वे डुअर। तर यो सब सुरु हुन्छ ताराको मृत्युबाट। लेट्स स्टार्ट फ्रम द स्टार्ट। Black holes remained largely unknown until the 20th century. A black hole is a region in space where the force of gravity is so strong not even light can escape. From the outside, you can't tell what is inside a black hole. Black holes haunt our universe, dark centers of gravity that swallow everything in their path. ब्ल्याक होलको इतिहास खासै पुरानो होइन। ब्ल्याक होलको इतिहास सुरु हुन्छ 1773बाट। जन मिकल नामक एक नेचुरल फिलोसफर र जियोलोजिस्ट, उनले न्युटन बाबाको इक्वेसन v = √2gm/r को प्रयोग गरे यो सोच्छ कि युनिभर्समा यस्तो म्यासिभ अब्जेक्ट पनि हुन्छ होला जसको ग्रेभिटेसनल फोर्स यति धेरै होस् कि त्यसबाट लाइट पनि स्केप गर्न नसकोस्, र ही कल्ड इट डार्क स्टार। तर त्यतिखेरको दुनियाँ यो सत्य मान्न तयार थिएन र त्यो डार्क स्टारको कन्सेप्ट र त्यो जन मिकलको आइडिया त्यही नै दबिरह्यो। देन कम अ यङ म्यान वर्किङ इन अ पेटेन्ट अफिस, चेन्ज द टाइम इट्सेल्फ, अल्बर्ट आइन्स्टाइन। सो आइन्स्टाइनको थ्योरी अफ रिलेटिभिटीले गर्दा हामीले ब्ल्याक होल डिस्कभर गर्न सकेका हौँ। एक्चुअली थ्योरी अफ रिलेटिभिटीको पनि दुईवटा पक्ष छ, स्पेसल थ्योरी अफ रिलेटिभिटी र जनरल थ्योरी अफ रिलेटिभिटी। स्पेसल थ्योरी अफ रिलेटिभिटी जुन आइन्स्टाइनले 1905 मा पब्लिस गरेका थिए, इट सेज हाउ स्पिड इन्फ्लुएन्स द टाइम, जसलाई हामी टाइम डाइलेसन पनि भन्न सक्छौँ। र तिमीले टाइम डाइलेसन कुन चराको नाम हो भन्ने थाहा छैन भने तिमीले मेरो यसभन्दा अहिलेको भिडियो हेर, अदरवाइज मोटामोटी म यही पनि एक्सप्लेन गरिदिन्छु। ऐसे में बड़ा सख्त लौंडा हूं, लेकिन यार यहाँ में पिघल गया। मानम तिमी रकेटमा छौ जसको स्पिड एकदमै हाई छ, देन तिमीलाई टाइम स्लो हुन्छ रिलेटिभ टु त्यो मान्छेहरू जो अझै धरतीमै छन्। ब्रो आई सेड रिलेटिभ, अर्थात् तिमी रकेटमा चिलमा छौ, तिमीलाई फास्ट स्लो केही थाहा हुन्न, तिमीलाई नर्मली लाग्छ। तर जब तिमी धरतीमा आउँछौ त्यसपछि बल्ल तिमीले रियलाइज गर्छौ कि त्यहाँ टाइम स्लो चलिरहेको रहेछ भनेर। सो मोटामोटी टाइम डाइलेसन भनेको यही नै हो। सो यो त कुरा भयो कसरी स्पिडले गर्दा टाइम डाइलेसन हुन्छ भनेर। फेरि 1950 मा आइन्स्टाइनले आफ्नो जनरल थ्योरी अफ रिलेटिभिटी फेरि 1915 मा आइन्स्टाइन बाबाले आफ्नो जनरल थ्योरी अफ रिलेटिभिटी प्रपोज गर्नुहुन्छ, जसमा उनले भन्नुहुन्छ कि कसरी ग्रेभिटेसनल फोर्सले गर्दा पनि टाइम डाइलेसन हुन्छ भनेर। अब फेरि 1950 मा आइन्स्टाइन बाबाले आफ्नो जनरल थ्योरी अफ रिलेटिभिटी प्रपोज गर्छन्, जसमा उनले एक्सप्लेन गर्छन् कि कसरी ग्रेभिटेसनल फोर्सले गर्दा पनि टाइम डाइलेसन हुन्छ भनेर। बेसिकली उनले भन्छन् मानव हाम्रो स्पेस टाइम एउटा ठुलो ट्र्याभलिन हो, सिधा र शान्त छ। अब त्यसमा एउटा कुनै भारी बढिरह त्यो मोडिन्छ, र मैले यहाँ अर्को कुरा जोड्न चाहे जुन त्यो मोडिन्छ त्यही नै हो ग्रेभिटी। ग्रेभिटी इज नट अ फोर्स, इट्स द इफेक्ट। सो जति धेरै कुनै पनि अब्जेक्टको मास हुन्छ, लेट्स टेक सन, त्यति नै स्पेस टाइम मोडिन्छ, बेन्ड हुन्छ, र त्यो बेन्ड हुनुको असर लाइट, साउन्ड, इभन हिटमा पनि हुन्छ। सो यु गेट इट राइट, स्पेस टाइम बेन्ड हुँदा न कि फिजिकल अब्जेक्ट मात्र त्यसतिर एट्र्याक्ट हुन्छ, अलमोस्ट लाइट, साउन्ड जस्ता सबै कुराहरूलाई फरक पार्दछ। र फेरि मानिसहरू सोच्न थाले कि ब्रह्माण्डमा यस्तो अब्जेक्ट पनि होला जसको ग्रेभिटेसनल फोर्स यति धेरै होस् कि त्यसले स्पेस टाइमलाई डेन्जरै कर्भ हानिदियोस् कि कम्प्लिटली बेन्ड गरिदियोस्, जसले गर्दा लाइट त्यसबाट स्केपै गर्न नसकोस्। र यदि यस्तो अब्जेक्ट हुन्छ भने त्यो कम्प्लिटली ब्ल्याक हुन्छ, किनकि लाइट पनि त्यसबाट स्केप गर्न सक्दैन। सो एक्ज्याक्टली यही नै हो ब्ल्याक होल। तर रिमेम्बर यो अझै पनि थ्योरिटिकल मात्र छ, यस्तो अब्जेक्ट छ छैन भनेर अझै पनि हामीलाई थाहा छैन। सो ब्ल्याक होलको एक्जिस्टेन्स आइन्स्टाइनको इक्वेसनले गर्दा प्रेडिक्ट भएको, तर आइन्स्टाइन स्वयं डराउँथे ब्ल्याक होलको कन्सेप्टदेखि। उनी प्र्याक्टिकली यो सम्भव नै छैन भन्थे, उनी मान्नै चाहन्थेनन् कि ब्ल्याक होल सम्भव हुन्छ भनेर। सो त्यतिखेरसम्म पनि ब्ल्याक होल शब्द इन्भेन्ट भएको थिएन। देन केम जे रोबर्ट ओपनह्यामर। सो यो भिडियोमा साइन्टिस्टहरूको नाम एकदमै गलत प्रोनाउन्स भयो होला, आफैले मिलाएर पढ्ला एकचोटि। सो जे रोबर्ट ओपनह्यामर, जसले पछि गएर एटम बम पनि क्रिएट गर्छन्, उनले 1939 मा एउटा रिसर्च गर्छन् जसमा उनले फाइन्ड आउट गर्छन् कि म्यासिभ स्टार्सहरू कोल्याप्स भएर एउटा इन्भिजिबल पोइन्ट बन्छ। बेसिकली उनले ब्ल्याक होल नै डिस्कभर गरेका थिए, तर त्यतिखेरको साइन्स कम्युनिटीले यसलाई बुझ्न भन्दा पनि यसबाट डराउन थाले, एज इज च्यालेन्ज अदर फेमस इक्वेसन्स। सो एज अ रिजल्ट तिनको रिसर्च इग्नोर गरियो। यसपछि डिफ्रेन्ट साइन्टिस्टहरूले चाहिँ जनरल थ्योरी अफ रिलेटिभिटीमा काम गर्छन्, जस्तै कार्ल श्वार्जचाइल्ड। छी यार यसको नाम कट कर देना प्लीज इसे।
यसपछि डिफ्रेन्ट साइन्टिस्टहरूले चाहिँ जनरल रिलेटिभिटी थ्योरीमा काम गर्छन्, जस्तै कार्ल श्वार्जचाइल्ड, जोनास द्रोस्ते, सुब्रमण्यम चन्द्रशेखर, प्यारे साइमन ल्याब्स। सो यो साइन्टिस्टहरूको नाम चाहिँ म यहाँ राखिदिन्छु, आफैले पढ्नु है, यो चाहिँ आई कान्ट प्रोनाउन्स। यिनीहरूले जनरल रिलेटिभिटी थ्योरीमा पर्पल्ली काम गरेर थ्योरिटिकली प्रुभ गर्छन् कि युनिभर्समा यस्तो अब्जेक्ट हुन्छ र कुनै दिन हामीले यसलाई देख्न पनि सक्छौँ भनेर। फन फ्याक्ट फर यु, ब्ल्याक होल ओड चाहिँ फर्स्ट टाइम एउटा म्यागजिनले युज गरेको थियो इन इयर 1964 जनवरी 18 र ब्ल्याक होल ओड चाहिँ पपुलर गराउनमा चाहिँ एक अमेरिकन थ्योरिटिकल फिजिसिस्ट जन व्हिलरको हात थियो। सो लेट्स अन्डरस्ट्यान्ड हाउ दे आर फर्म। ब्ल्याक होल स्टारबाट फर्म हुन्छ। सो स्टारहरूभित्र चाहिँ न्युक्लियर फ्युजन रियाक्सन हुन्छ जसले चाहिँ स्टारलाई एक्सप्लोड हुनबाट रोक्छ। लेट्स अन्डरस्ट्यान्ड हाउ। सो स्टारभित्र हुने रियाक्सनले बाहिरतिर एउटा फोर्स लगाउँछ र बाहिरबाट चाहिँ ग्राभिटेसनल फोर्स लाग्छ र यही इक्विलिब्रियम कन्डिसन मेन्टेन हुँदासम्म चाहिँ स्टार अस्तित्वमा रहने हो र स्टारमा चाहिँ रियाक्सन हाइड्रोजन थ्रुबाट हुन्छ जसलाई हामी अहिले बर्निङ फ्युल भनौँ। तर कुनै समयपछि फ्युल सकिन्छ, फ्युजन स्टप हुन्छ र ग्राभिटीले स्टारको कोरलाई खिच्न थाल्छ। ग्राभिटीको दबावले गर्दा कोर छोटो र डेन्सर हुँदै जान्छ र स्टार कोल्याप्स भएपछि पनि त्यो ब्ल्याक होल बन्छ कि नै भनेर त्यसको मासले डिटरमाइन गर्छ। इफ त्यो कोल्याप्स हुने स्टारको मास हाम्रो सनको भन्दा 3 टाइम्स बढी छ भने चाहिँ त्यो टेनी पोइन्ट ब्ल्याक होलमा तब्दिल हुन्छ र स्टारको बाहिरको भाग एक्सप्लोड हुन्छ जसलाई हामी सुपरनोभा भन्छौँ। फन फ्याक्ट, हाम्रो सन चाहिँ कहिले पनि ब्ल्याक होलमा तब्दिल हुनै सक्दैन। एज फर द चन्द्रशेखर लिमिट हाम्रो सन चाहिँ व्हाइट डार्कमा बदलिन्छ। ब्ल्याक होलको पनि टाइप्स हुन्छ नि, सो लेट्स अन्डरस्ट्यान्ड देम। पहिलो छ स्टेलर ब्ल्याक होल, कमन टाइप अफ ब्ल्याक होल जुन चाहिँ जब म्यासिभ तारा सुपरनोभा पछि कोल्याप्स हुन्छ तब बन्ने गर्छ। यसको मास चाहिँ 3 देखि 10 सन बराबरको हुन्छ र यसको इस्टिमेट छ कि यो हाम्रो ग्यालेक्सीमा मात्र मिलियन्समा छ भनेर। यसपछि छ सुपर म्यासिभ ब्ल्याक होल। साइन्टिस्टहरू मान्छन् कि हरेक ग्यालेक्सीको बिचमा यस्तो खाले एउटा ब्ल्याक होल हुन्छ, बेसिकली ग्यालेक्सीको हातमा बस्ने राजा। यिनीहरूको मास चाहिँ मिलियन्सदेखि बिलियन सन्स बराबरको हुन्छ र हाम्रो ग्यालेक्सीको बिचमा पनि एउटा सुपर म्यासिभ ब्ल्याक होल छ जसको नाम हो स्याग्रेटस ए। अर्को छ इन्टरमिडिएट ब्ल्याक होल, बेसिकली मिडल क्लास ब्ल्याक होल जुन चाहिँ 100 देखि मिलियन सन बराबरको हुन्छ र यसको केही प्रुफ भने छैन तर स्टार क्लस्टरको बिचमा भेटिने सम्भावना भने छ। लास्टमा छ पेरिमोडियल ब्ल्याक होल जुन चाहिँ एटमको साइज बराबरको हुन्छ र यो एक्जिस्ट गर्छ कि गर्दैन भनेर पनि हामीलाई केही थाहा छैन र यदि यो एक्जिस्ट गर्छ भने चाहिँ यसले चाहिँ डार्क म्याटरलाई एक्सप्लेन गर्न सक्छ है। लेट्स अन्डरस्ट्यान्ड द पार्ट्स अफ ब्ल्याक होल। इट्स मे लुक लाइक अ डट तर यो युनिभर्सको सबभन्दा कम्प्लेक्स स्ट्रक्चर हो। पहिलो छ सिंगुल्यारिटी। यो हो ब्ल्याक होलको मोटो, एउटा बिन्दु जहाँ सबै मास इन्फाइनाइटेसिमल स्पेसमा छ। डेन्सिटी इन्फाइनाइट हुन्छ, स्पेस र टाइम आफै स्टप हुन्छ, फिजिक्सको सबै लहरू ब्रेक हुन्छ लिटरली। अर्को छ इभेन्ट होराइजन। यो त्यो इन्भिजिबल बाउन्ड्री हो, वान्स यु क्रस इट तिमी कहिले पनि फर्किनै सक्दैनौ। यहाँबाट चाहिँ लाइट पनि स्केप गर्न सक्दैन। यसले चाहिँ ब्ल्याक होलको सेफलाई डिफाइन गर्छ, नट द कोर बट द बोर्डर। त्यसपछि छ एड्रेसन डिस। यो चाहिँ ब्ल्याक होलको सराउन्डिङ हो जुनमा चाहिँ डस्ट स्टार ग्यासहरू खिचेर एक्सट्रिम स्पिडमा घुम्ने गर्छन् र फ्रिक्सनले गर्दा चाहिँ यति इनर्जी निस्किन्छ कि यो एक्सरेजमा चम्किन्छ। बेसिकली हामी मानिसले एक्सरेज देख्न नसक्ने भएर यो चाहिँ फिल्म्स वा फोटोमा चाहिँ येल्लो वा ओरेन्ज कलरले देखाउने गरिन्छ जबकि एक्सरेज चाहिँ कलर ब्लूको धेरै नजिक हुने गर्छ। त्यसपछि छ फोटोन्स स्पियर। जस्तो कि यसको नामले नै यसलाई डिफाइन गर्छ, यो त्यो रिजन हो जसमा चाहिँ लाइट ब्ल्याक होलको वरपर एकदम पर्फेक्ट सर्कुलर अर्बिट बनाएर घुम्ने गर्छ। यो रिजन चाहिँ एकदमै सेन्सिटिभ हुन्छ, थोरै नै डिस्टर्बेन्सले कि त लाइट स्केप हुन्छ कि त खिचिन्छ र यही नै त्यो ग्लोइङ रिजन हो जसलाई हामी फोटोमा पनि देख्न सक्छौँ। 2019 को रियल इमेज अफ ब्ल्याक होल। अर्को रिलेटिभिस्टिक जेट। केही ब्ल्याक होलहरू चाहिँ एक्सट्रिम म्याग्नेटिक फिल्ड बनाउँछन् जसले दुईटा पोलबाट चाहिँ प्लाज्माको बिम फाल्छ बिलियन्स अफ माइल्स टाढा। यो जेट नै प्रुभ हो कि त्यो ब्ल्याक होल एक्टिभ छ भन्ने। मान्छेलाई अझै मिसकन्सेप्सन छ कि ब्ल्याक होल कस्मिक भ्याकुम क्लिनर हो। यसले चाहिँ सबै कुरा सकअप गर्छ र साइज बढाउँदै जान्छ र इभेन्चुअली पुरै युनिभर्समै खत्म गरिदिन्छ भन्ने मान्छेलाई लाग्छ। सो यस्तो चाहिँ हुन्न है। जसरी हामी सनको अराउन्ड रिभल्भ गर्छ नि त्यसरी नै ब्ल्याक होल अराउन्ड पनि त्यस वरपर भएको अब्जेक्टहरू रिभल्भ गर्ने गर्छन्। सो कन्क्लुजन इज यदि तिमीले ब्ल्याक होलसित सोशल डिस्टेन्स मेन्टेन राख्छौ भने चाहिँ यु आर सेफ। आज के लिए फिलहाल इतना ही। आपकी तरह मैं भी मायूस हूँ लेकिन उम्मीद पर दुनिया कायम है। दिल दुखा है लेकिन टूटा तो नहीं है और उम्मीद का दामन छूटा तो नहीं है। इसलिए आज के लिए इतना